सबैभन्दा पहिला त ह्याप्पी दसैँ टु एभ्री वान। जहाँ हुनुहुन्छ जसरी बस्नु भएको छ दसैँ राम्रो मनाउनु होला। म पनि अहिले विदेशमा छु। दसैँ नमनाएको लगभग 8-9 वर्ष भयो। अब विदेशमा भइसकेपछि दसैँ तिहार चाडपर्वको चाहिँ कुनै ठेगानै हुँदैन। सो जे जस्तो भयो भने विदेशमा दसैँ मनाए पनि त्यो नेपालको जस्तो मजा चाहिँ आउँदैन के। हुन त यता नेपालीहरू हुनुहुन्छ, अब दसैँहरू मनाए पनि जुन रौनक जुन मजा आउँछ नि नेपालमा त्यो मजा चाहिँ आउँदैन क्या। विदेशतिर दसैँ मनाए पनि त्यो नेपाल जस्तो रौनक मजा चाहिँ आउँदैन। अब विदेशमा चाहिँ तपाईँ एउटा सर्टेन ठाउँमा चाहिँ दसैँ मनाइरहेको हुन्छ, त्यहाँ गयो टिका सिका लगायो खानापिना गऱ्यो त्यति नै हो। तर नेपालमा चाहिँ अब टिका लाउने जाने मामा घर यताउति जाने आउने हुन्छ। प्लस अब घरबाट बाहिर निस्किँदा पनि तपाईँहरूले मान्छेहरूको निधारमा टिका देख्नुहुन्छ होइन, धेरै मान्छेहरू आउने जाने भइरहेको हुन्छ। त्यसले गर्दा पनि दसैँ चाहिँ नेपालमै स्पेसल हुन्छ क्या। त्यो चाडबाडको बेलामा चाहिँ सबैभन्दा धेरै मिस हुने भने चाहिँ फ्यामिली मिस हुन्छ अनि प्लस खाना। नेपालको खाना जस्तो स्वाद चाहिँ विदेशमा जसरी बनाए पनि नेपाली स्वादै पाउँदैन।